जेनजीको माग पुरा भन्दै सर्वोच्च सरकार गठन गर भन्दै जेनजी युवाहरूले चाहिँ माइक्रो मण्डलादेखि वीर शहीदहरूको ठुलो र्याली गर्दछ उहाँहरूले र उहाँहरूले भन्नुहुन्छ सर्वोच्च सरकार गठन गर ताकि गणतन्त्रमा राजासहित अटाउने गरी है सबै धर्मावलम्बीहरूलाई अटाउने गरी सबैलाई मिल्ने गरी सर्वोच्च सरकार गठन गर भन्ने उहाँहरूको माग अनुसार अहिले हामी जसरी हाम्रा पहिला बालबालिकाहरू पालिला भाइ बहिनीहरूको जसरी स्कुल ड्रेसले पहिले हामी हत्या गरिएको छ क्याम्पस पढ्दै स्कुल पढ्दै गरेका बच्चाहरूलाई विशेष गरेर गोली हानेर मारिएको छ जसरी जुन यो गणतन्त्रले आज नेपाललाई सुशासन दिने नाममा नेपाललाई नयाँ नेपाल बनाउने नाममा नेपालीका छोराछोरीलाई गरिब जनताका छोराछोरीमाथि यसरी हत्या हिंसा गरी यसरी हत्या गरिएको र आज तिनै बच्चाहरू जुन शहीद हुनुभएको छ उहाँहरूको आज सम्झनामा आज चाहिँ शहीद दिवसको उपलक्ष्य पारेर उहाँहरूलाई चाहिँ आज यहाँ शहीद गेटमा चाहिँ आज माल्यार्पण गरी जुन कार्यक्रमका साथसाथै उहाँहरूले चाहिँ आज यो र्याली भएको छ। र आज म पनि उहाँहरूसँगै छु र आज चाहिँ जुन नेपाललाई धर्मनिरपेक्षको लादियो नेपालमाथि चाहिँ अपमान गरियो नेपाली जनताहरूमाथि अपमान गरी नेपाली जनताहरू झुक्काइएको जुन हो त्यसैले आज नयाँ नेपाल बनाउने दिन पारेर नयाँ नेपाल बनाउने नाम निकालेर पहिला भाइ बहिनीहरूमाथि अन्याय अत्याचार गर्दै गरिब जनताहरूमाथि जुन गरिब जनताहरूमाथि अन्याय गरेको छ। अमर रहूं अमर रहूं अमर रहूं अमर रहूं। वीर शहीद अमर रहूं। शहीद का सपना पूरा कर पूरा कर पूरा कर शहीद का सपना पूरा कर पूरा कर पूरा कर। वीर शहीद अमर रहूं। वीर शहीद अमर रहूं। शहीद का सपना पूरा कर। शहीद का सपना पूरा कर। वीर शहीद अमर रहूं।
जेसीको माग पुरा गर शहीदहरू अमर रहून् शहीदहरू अमर रहून् जेसीको माग सर्वपक्षीय सरकार गठन गर जेसीको माग सर्वपक्षीय सरकार गठन गर जेसीको माग पुरा गर जेसीको माग पुरा गर गाई काट्न खान पाउनुपर्छ भन्ने खबरको सुनाउँदै कारबाही गर गाई काट्न खान पाउनुपर्छ भन्ने खबरको सुनाउँदै कारबाही गर जेसीको माग पुरा गर जेसीको माग पुरा गर जेसीको माग